नमस्कार। जय श्री गणेश, जय श्री कृष्ण, जय श्री राम। भक्ति सनातन मार्गको यो दोस्रो श्रृङ्खलामा हजुरहरू समस्त प्रिय साधकजनहरूमा हार्दिक स्वागत छ। म हुँ स्वाध्याय कृष्ण। आत्मचिन्तन र सत्य मार्गका दिव्य विचारहरू बोकेर पुनः हजुरहरू माझ उपस्थित भएको छु। आज हामी जीवनका दुई गहन पक्षमा प्रवेश गर्दैछौँ। भक्ति के हो र शान्ति कसरी प्राप्त गर्ने। भक्ति भन्नासाथ हामी केवल भजन कीर्तन मन्दिर धाउने वा नित्य पूजा गर्ने मात्र सोच्छौँ, तर प्रियजनहरू भक्ति योभन्दा धेरै माथि छ। भक्ति भनेको हृदयको गहन समर्पण हो, मनोभावको पवित्रता हो, ईश्वरप्रति निश्चल विश्वास हो र आत्माको गहन प्रेम हो। हाम्रो पवित्र श्रीमद् भागवतमा एउटा प्रश्न सोधिएको छ, सबै भगवती भक्ति किम लक्षणम, अर्थात् भगवान प्रतिको भक्तिका लक्षणहरू के हुन्। यसको उत्तर भागवत स्वयंले यसरी दिन्छ, अहैतुकी अप्रतिहता एया आत्मा सुप्रसन्नति, अर्थात् जसको कुनै स्वार्थ छैन, जसलाई रोक्न कुनै पनि शक्तिले सक्दैन र जसले आत्मालाई परम प्रसन्नता दिन्छ, त्यही नै सच्चा भक्ति हो। भक्तिलाई हामी विभिन्न प्रकारले बुझ्न सक्छौँ। पहिलो हो सकाम भक्ति। यो इच्छासहितको भक्ति हो। जस्तै हामी भगवानसँग भन्ने गर्छौँ, हे भगवान मलाई यो प्रदान गर्नुहोस् वा मलाई रोगमुक्त बनाइदिनुहोस्। यो भक्ति गलत होइन, किनकि जस्तै हामी कुनै मित्रसँग संवाद सुरु गर्दा कहिलेकाहीँ आफ्ना इच्छा र दुःखहरू नै पहिलोपटक खोल्छौँ। त्यसै गरी परमात्मासँगको हाम्रो सम्बन्ध पनि कहिलेकाहीँ यिनै साधारण चाहनाबाट आरम्भ हुन्छ। यसको अद्भुत उदाहरण हुन् बालक ध्रुव। 5 वर्षको कोमल उमेरमा आमाको अपमानले उनको सानो हृदयमा गहिरो चोट परेको थियो। मनमा चोट, आँखामा आँसु, तर आत्मामा दृढता। यिनै भावले ध्रुवलाई वनमा ध्यान मार्गतर्फ डोर्यायो र उनी ध्यानमा बसे। विष्णु भगवान समक्ष राज्य, सम्मान र सिंहासन माग्नुभयो, तर दर्शन पाउनुको साथै ध्रुवको भक्ति सकामबाट निष्काममा रूपान्तरित भयो। अत्यन्तै कोमल स्वरमा ध्रुवले भन्नुभयो, प्रभु मैले त तुच्छ वस्तु मागेको रहेछु, यहाँ त अनन्त आनन्द रहेछ। यही परिवर्तन नै भक्तिको मूल मन्त्र हो, जहाँ स्वार्थ पग्लिन्छ र प्रेम मात्र बाँकी रहन्छ। दोस्रो हो निष्काम भक्ति। यो स्वार्थरहित समर्पण हो। यहाँ भक्तले भन्नेछन्, हे भगवान हजुरले जुन दिनुहुन्छ त्यो नै मेरो लागि उत्तम हो। निष्कामता नै भक्तिको सर्वोच्च आस्था हो। श्रीमद् भागवत गीतामा यसलाई निष्काम कर्मयोग भनिएको छ। कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन, अर्थात् कर्तव्य गर तर फलको आशा नगर। निष्काम भक्ति भनेको इच्छाको भार हटाएर हृदयलाई हल्का बनाउने कला हो। फल प्राप्तिको चिन्ता समाप्त भयो भने शान्ति स्वत जन्मिन्छ। त्यसै गरी तेस्रो हो सगुण भक्ति। रूप, मूर्ति, लीला र गुणहरूको प्रत्यक्ष अनुभूतिमा आधारित भक्ति। शिव, विष्णु, राम, कृष्ण, दुर्गा दिव्य स्वरूपहरू, भजन कीर्तन, पूजा आरती यी सबै सगुण भक्ति हुन्। त्यसै गरी रामायणमा भनिन्छ, भक्त जननकै हित अति अनुरागा, अर्थात् भगवान सधैँ भक्तप्रति अनुरक्त रहनुहुन्छ। यसको दिव्य उदाहरण हुन् मीराबाई, जसले संसारका बन्धन, प्रतिष्ठा र राजदरबारका सबै सुविधाहरू छोडेर केवल गिरिधर गोपाललाई हृदयमा राखिन्। उनको भक्ति र बिर्सन नसकिने समर्पण प्रत्येक श्वासमा एक सङ्गीत जस्तै बग्थ्यो। यस्तै तुलसीदास
जसलाई समाजले अस्वीकार गरे पनि, दरिद्रताले पीडा दिए पनि गङ्गाको तीरमा आँसुले भिजाएका पानाबाट रामचरितमानस जस्तो युगान्तकारी ग्रन्थको जन्म भयो। यो सगुण भक्तिको उच्चतम अभिव्यक्ति हो, जहाँ दुःख पनि ईश्वर प्रतिको प्रेममा रूपान्तरित हुन्छ। चौथो हो निर्गुण भक्ति। यो रूपरहित परमात्मामा गरिने भक्ति हो। उपनिषदमा वर्णित नेति नेति, यो होइन त्यो होइन भन्दै स्वरूपातीत सत्यको खोज गरिएको छ, जहाँ अहम ब्रह्मास्मि, म नै ब्रह्म हुँ, सर्व खलिदम ब्रह्म, सबै स्वरूपमा ब्रह्म नै छ। यही भावमा गरिने ध्यान, मौनता र समाधि निर्गुण भक्ति हो। यसका तेजस्वी उदाहरण हुन् सन्त कबीर, जसले भन्नुभएको छ, ईश्वर बाहिर होइन हृदयभित्र नै उपस्थित छन्, र आदि शङ्कराचार्य, जसले अद्वैत दर्शनद्वारा आत्मा र ब्रह्मको एकत्वलाई अनुभूत गर्नुभयो। त्यसै गरी एक वृद्ध साधुले सुन्दर कथन गर्नुभएको थियो, भक्ति दुई आकाश जस्तै हो। सगुण भक्ति परमात्माको सुन्दर चित्रले सजिएको आकाश, निर्गुण भक्ति चित्ररहित अनन्त आकाश। दुवै आकाश एउटै हुन्, तर मनको दृष्टि अनुसार फरक देखिन्छन्। आधुनिक जीवन तनाव, दबाव र अनेक अपेक्षाले भरिएको छ। हामी बहिर्मुखी शान्ति खोज्छौँ, तर प्रियजनहरू शान्ति बहिर्मुखी छैन। शान्ति त हाम्रो अन्तर्मुखी फर्कने एउटा सुन्दर कला हो। श्रीमद् भागवतमा भनिएको छ, समो मनस, अर्थात् मनको शान्ति नै सबैभन्दा ठुलो साधना हो। शान्ति प्राप्त गर्नका लागि 5वटा सरल मार्गहरू म हजुरहरूलाई प्रस्तुत गर्दछु। जसै गरी स्वीकृति, जसलाई परिवर्तन गर्न सकिँदैन। यदि कुनै चिजलाई परिवर्तन गर्न सकिँदैन भने त्यसलाई स्वीकार्नु नै शान्तिको प्रथम र महत्त्वपूर्ण उपाय हो। गीतामा भनिएको छ, नदीहरूले पूर्ण भए पनि समुद्र अविचलित रहन्छ। हाम्रो जीवनमा केही यस्ता परिस्थितिहरू आउँछन् जसलाई हामी बदल्न सक्दैनौँ। त्यसैले त्यसलाई स्वीकार्नु नै मनलाई शान्तिको दिशामा मोड्नु हो। निष्काम कर्म। जब हामी फलको चिन्ता त्याग्छौँ तब मन स्वत हल्का हुन्छ। फलको अपेक्षाले हामीलाई बाँच्छ, तर जब हामी कर्म मात्रमा ध्यान दिन्छौँ तब मुक्ति र शान्तिको अनुभव हुन्छ। सत्य र सरलता। असत्य, दम्भ र अरूसँगको तुलना, यी सबै मनका विष हुन्। सत्य र सरलताले मनलाई शुद्ध राख्छ, सम्बन्धहरूलाई बलियो बनाउँछ र हामीलाई वास्तविक आनन्द प्रदान गर्छ। त्यसै गरी ध्यान र मौन। दिनको 5 मिनेट मौनता वा ध्यानले हामीलाई 50 मिनेटको शान्ति प्रदान गर्न सक्छ। गीतामा भनिएको छ, वायुले स्पर्श नगरेको दीपक जस्तो स्थिर मन। यसका लागि दैनिक 5 देखि 10 मिनेट अनुलोम विलोम प्राणायामले यो साधना सुरु गर्नुहोस्। हजुरको मन स्वतः शान्त हुँदै जानेछ। त्यसै गरी अर्को छ कृतज्ञता। मसँग जे छ त्यही पर्याप्त छ। यो भावले मनमा तुरुन्तै शान्ति र सन्तोष भरिदिन्छ। उपनिषदमा भनिएको छ, सर्वम खल्विदम ब्रह्म, अर्थात् यो सबै ब्रह्म नै हो। यसका लागि दैनिक कृतज्ञता व्यक्त गर्नुहोस्, जहाँ तपाईँ आफ्नो जीवनका सकारात्मक पक्षहरू देख्न सक्नुहुन्छ र यसप्रति व्यक्ति वा ईश्वरप्रति कृतज्ञता व्यक्त गर्न सक्नुहुनेछ। संक्षेपमा भन्नुपर्दा भक्ति भनेको प्रेम, विश्वास र समर्पणको त्रिवेणी हो। शान्ति भनेको स्वीकार, सत्य र कृतज्ञताको सङ्गम हो। भक्तिले हृदयलाई पवित्र बनाउँछ भने शान्तिले आत्मालाई उज्यालो बनाउँछ। यी दुई जब जीवनमा एकसाथ आउँछन् तब
हाम्रो जीवन नै एउटा दिव्य ध्यान बन्छ। प्रिय साधकजनहरू, भक्ति कुनै गान होइन, यो आत्माको गहन स्वर हो। शान्ति कुनै बहिर्मुखी स्थल होइन, यो मनको दिव्य अवस्था हो। भक्ति सनातन मार्गको आगामी एपिसोडमा हामी भगवान, भक्ति, प्रेम र आमा बुबा, जीवनका प्रथम देवता विषयमा गहन चर्चा गर्नेछौँ। तबसम्मका लागि आफ्नो मनमा शान्ति र हृदयमा भक्ति धारण गर्नुहोला। हजुरको दिन शुभ रहोस्। जय श्री राम, जय श्री कृष्ण, जय महादेव।